हेलो गाइज वेलकम टु माई ब्लग। हाम्रो हजुरबा र मेरो दाइले चाहिँ यहाँ काटिराख्नु भएको छ रुख मौरी पाल्नको लागि मौरीको धोद्रो बनाउने हिसाबले यो चाहिँ काट्दै हुनुहुन्छ एकदमै। ल गाइज है देख्न सक्नुहुन्छ यसरी मौरीको घार बनाउनको लागि धोद्रो भन्छ हाम्रो भाषामा। धोद्रो काट्नको लागि मेरो हजुरबा र दाइले आरा तान्दै हुनुहुन्छ है। बुवा थाक्नु भयो हाम्रो हजुरबा, म अब तान्छु होला। ल गाइज है त देख्न सक्नुहुन्छ टु माई ब्लग। हेलो गाइज वेलकम टु माई ब्लग। मेरो दाइ दाउरा काट्नु जाँदै हुनुहुन्छ। सबै बन्चरा र हैसिया लिएर तलतिर बारीतिर लाग्दै हुनुहुन्छ है। देख्न सक्नुहुन्छ हजुरबुवाले चाहिँ अब मौरी पाल्ने भनेर धोद्रो मौरीको धोद्रो भन्छ होला। मौरी बस्ने घार तर खासै राम्रो त छैन। मौरीको एकदम अचुक औषधि हो भनेर मौरीको त्यो भन्दै हुनुहुन्छ गाइज है। देख्न सक्नुहुन्छ मेरो हजुरबाले पहिला पनि मौरी पालन गर्नुभएको थियो। अहिले नि जडीबुटीको उ ल्याउँछ अरे रस ल्याउँछ अरे औषधि हुने चाहिन्छ। खास मौरीले के भएर औषधि हुँदो रहेछ बुवा भन्नुहोस् त। कति मौरीको हरेक चिजको दबाई हरेक चिज खाना मिठो त्यही भएर त मौरी खोजिन्छ। के अरे कति अचुक औषधि भनेर भन्छन् है। कति प्रजातिका हिमालयन जडीबुटी भन्दा पनि राम्रो हो। रुवा खोकी मर्की होइन, ढाड दुखेको हरेक चिज सर्के मड्केका पखाने बेत होचिनी खाने निको। हस् थ्याङ्क यू मेरो हजुरबुवालाई थ्याङ्क यू है त। ल बुवाबाट मैले केही जानकारी हजुर अझै महँगो छ बजारमा। हेलो गाइज वेलकम टु माई ब्लग। अहिले दाउरा काट्दै हुनुहुन्छ देख्न सक्नुहुन्छ। आज हामी दाजुभाइ दाउरा काट्न भनेर बारीको पाटोतिर जङ्गलतिर छौँ। ल है गाइज हामी त यतातिर है गाइज है। ल हेलो गाइज म त यता जङ्गलतिर छु अहिले है। देख्न सक्नुहुन्छ जङ्गलतिर दाउरा काट्नको लागि है गाइज। ल गाइज म दाउरा काट्न जङ्गलतिर छु है गाइज। ल